मैले लाइफमा पहिलोचोटि काटेको आउँदै आउँदैन के उक्लेको यो अनि तपाईलाई कस्तो लागिरहेको छ यत्रो 8 वर्षपछि घर फर्किनु भएको छ आफ्नो गाउँमा आफूले घर बनाएर पहिलोचोटि आफ्नो घरमा इन्टर गर्दाखेरि कस्तो फिल भयो त अलिकति आफ्नो के भन्छ एक्सपिरियन्स सेयर गरिदिनुस् साइड मलाई 8 वर्षपछि आफ्नो घरमा आउँदाखेरि एकदमै खुसी लागेको छ अनि एउटा प्राउड फिल पनि अनि भन्नुस् एकदमै पिसफुल ठाउँ हैन एकदम नेचुरल फिल भएको छ नेचरसँग कनेक्टेड फिल भएको छ यहाँबाट घर त देखिन्छ तर यहाँ अलिकति अवस्था यो नाजुक यो यसले गर्दा चाहिँ हल्का घरको अवस्था अलिक राम्रो देखेको छैन हामी चाहिँ अब रेनोभेसन गर्ने बाँकी छ त्यसपछि हामी हजुरहरूलाई चाहिँ हाम्रो घर देखाउनेछौँ अनि हाम्रो घर चाहिँ यस्तो ठाउँमा छ यो चाहिँ अलिक पहाडमा छ अहिले चाहिँ एकदमै तुवानो लागेको कारणले चाहिँ त्यस्तो धेरै देखेको छैन पहाडहरू नत्र यहाँबाट हाम्रो चाहिँ गौरी शङ्खल हिमाल पनि देखिन्छ यहाँ चाहिँ अनि यहाँ सैलुङ डाँडा छ जहाँ चाहिँ अहिले पानी परिरहेको अवस्था छ